हरि ओम तत्सत हरि ओम तत्सत हरि ओम तत्सत। श्री गणेशाय नमः। शीर्षस्वते नमः। शीर्षस्थानि परमेश्वरी नमः। यं वर्मा वरुणेन्द्र रुद्रमतः स्तोन्यन्ति देव्यैस्तवै वेदैः साङ्गपदकर्मोपनिषदरि गायन्तीं सामगा ध्यानावस्थिते तद्गतेन मनसा पश्यन्ति यमग्नो यस्सन्तन्नवधूसुरासुरगणा देवाय तस्मै नमः। श्रीमच्चन्दन चर्चितो जलवपु शुक्लाम्बरा मल्लिका मालालङ्कृत कुण्डला परिलक्ष्य मुक्तावली शोभिता सर्वज्ञान निदान पुस्तकधरा रुद्राक्षमालाधरा वाग्देवी वदनम्बुजे वसतु मे त्रैलोक्य माता चिरं मूकं करोति वाचालं पङ्गुं लङ्घयते गिरिं यत्कृपातमहं वन्दे परमानन्दमाधवं। नमो भगवते तस्मै व्यवसाय अमित तेजसे यस्य प्रसादाद्वक्ष्यामि नारायणे कथमिं नारायणं नमस्कृत्य नरं चैव नरोत्तमं देवीं सरस्वतीं व्यासं ततो जयमुदीरयेत्। जय श्री स्वस्थानी माता की जय। अथ श्रोतागण, आज स्वस्थानी परमेश्वरको आज द्वाविंशोध्यायको कथा मैले सुनाउँदैछु। सुन्नुहोस्, ध्यानपूर्वक सुन्नुहोस्। अथ द्वाविंशोध्याय कुमारी आगमन छ। हे अगस्त्य मुनि, तहाँ उपरान्त शिव शर्मा ब्राह्मण गोमा ब्राह्मणी गएपछि शिव भट्ट ब्राह्मण सती ब्राह्मणी आँखाले देखुन्जेल हेरिरहे। भूमिबाट देख्न छाडेपछि रुख चढेर हेरे, तहाँबाट पनि नदेखिने भएपछि रुखैमा बसेर नाना तरहको विलाप गर्न लागे। त्यसै बेला दैव समयले रुखको हाँगो भाँचियो र रुखदेखि खसी मरे। तब श्री स्वस्थानीका दूत आइ विमानमा चढाएर कैलाश पर्वतमा लगे। ती शिव भट्ट सती ब्राह्मणी दिव्य शरीरका भएर कैलाशमा रहे। तहाँ उपरान्त शिव शर्मा र गोमा ब्राह्मणीले डोलेहरूसित यस वनको नाम के हो, त्यो ठुलो वृक्ष भएको नाम के हो, त्यस जन्तुको नाम के हो, यस्तै गरी सोध्दै गए। डोलेहरूले पनि यस वनको नाम यो हो, यस वृक्षको नाम यो हो, त्यस जन्तुको नाम यो हो भनी बुझाउँदै गए। यसै गरी जाँदा जाँदा निकै टाढा गए। पछि तलाउ भएको निकै ठुलो वनमा पुग्दा झमक्क साँझ पर्यो। वनमा बास बसेर सबैले खानु पिउनु गरेर सुते। थाकेका हुँदा सबै भुसुक्क निधाए। त्यसै बेला श्री स्वस्थानीको श्रापको प्रभावले चोर आइ गोमा ब्राह्मणीका पिता माताले दिएको धन र अङ्गमा लगाएको गहना समेत सबै चोरी लगे। भोलिपल्ट निदले छाडेपछि उठेर हेर्दा सम्पूर्ण सामान आफूले लगाएका गहना समेत चोरले लगेको देखेर साह्रै अधैर्य भएर रुन कराउन लागिन्। तब डोलेहरू भन्दछन्, हे गोमा ब्राह्मणी, नरौ, विस्मात नगर। थाकेको हुँदा हामीलाई पनि साह्रै निद्रा लागेछ। यस्तो नराम्रो पर्न गयो, हामी अभागी रहेछौँ। अब तिम्रा बाबा महातारी छेउ के कसो भन्न जाने हो। अब तिमी जसो भन्छौ भन भन्ने गोमा भन्दछन्, हे भारवाहको, तिमीहरू यहीँबाट फर्क, म के खान दिउँला। मेरा बाबा महातारी छेउ यो खबर पुर्याए। यस्तो गोमा ब्राह्मणीको वचन सुनि लौ भनी प्रणाम गरेर बिदा भई गए। शिव भट्ट, शिव शर्मा र गोमा पनि वनमा पाइएका फलफुल खोजी खाए। त्यहाँदेखि ठुलो पर्वतमा पुगे। तब गोमा भन्दछन्, हे स्वामी, मलाई साह्रै नराम्रोसित भोग लाग्यो। असमर्थ भएँ, कसो गरौँ भनेर बाटोमा अलपत्र परेन्। गोमा ब्राह्मणी गर्भिणी भएकी थिइन्। शिव शर्मालाई अति करुणा भयो र आफ्नो स्त्री गोमालाई काखमा राखेर सुमसुम्याउँदै भने, हे स्त्री, यहाँ फलफुल केही पाइँदैनन्, जलाशय पनि छैन। यस्तो पर्वतमा बसी के खान दिउँला। यहाँदेखि केही पर गएर फलफुल पनि मिल्छ, जलाशय पनि छ, जाउँ हिँड भनेर बुझाइ हात समाई सुस्त सुस्त हिँडाएर लगे। गोमा पनि, हे हरि, आज यो मेरो अवस्था भयो भने सुस्केर हाली नसके पनि सुस्त सुस्त गोडा चाल्दै गइन्। पर्वतको फेदीमा पुगेपछि शिव शर्माले फलफुल टिपेर खान दिए, पानी पनि पिउन दिए। हे स्त्री, हाम्रो घर पनि आइपुग्यो, आइज भनेर ठाउँ ठाउँमा बिसाउन दिए। चन्द्रज्योति नगरको बाहिर पुर्याई
त्यहाँ खरले तुल्याएको एउटा खरको घर उत्पत्ति गरेर हाम्रो घर यही हो भनेर देखाए। गोमा घरभित्र पसेर हेर्दा माकुराको जालो र कसिङ्गर मात्र देख्दा आफ्ना बाबाको घर सम्झेर अधैर्य भएर रुन थालिन्। फेरि मेरो कर्मले यस्तै पारी ल्यायो, अब रोएर के गर्ने? धैर्य गरी चोलो माकुराको जालो पन्छाएर कसिङ्गरलाई बढाएर र सफा पारिन्। घरमा भएको खाई पिई शिव शर्मा कि ब्राह्मणी गोमा शोक गरेर रहिन्। तहाँ उपरान्त एक दिन शिव शर्मा ब्राह्मणले आफ्नै स्त्री गोमा छेउ भने, हे स्त्री, तिमी गर्भिणी भयो, हाम्रा घरमा सम्पत्ति छैन, आउने केही पनि बाटो छैन, गर्भाधान कर्म केले गरिदेऊला? सुत्केरी भएमा के खर्च गरौँला? यस अर्थ म परदेश गएर कसैसित केही मागेर ल्याउँछु। तिमीले आफ्नो जिउ र घरको सम्भार गरे रोइ कराई नरहे भने आफ्ना पतिको यस्तो कुरा सुनेर गोमा ब्राह्मणी भन्दछन्, मलाई यस्तो ठाउँमा एक्लै छाडी कहाँ जान मन गरेको? म स्त्री जातिले के गरूँले, के खाइरहँले? मलाई कसले के खान देला? विशेष तिमी वृद्ध भएकालाई कसरी पठाउँ? यहाँ यजमानहरूको घर गई जे दिएको मागी ल्याएर सञ्चय गरेर राखौँला, जानको मन नगर भनेन्। फेरि शिव शर्मा भन्दछन्, हे स्त्री, हामी गरिब भए पनि ब्राह्मणको कर्म नगरी हुँदैन। 1 महिनासम्म आइपुगुला, त्यहाँसम्मलाई खान पुगेन भने चन्द्रज्योति नगरमा यजमानहरू छन्, तिनका घर गएर मागेर खाए भनेर धेरै बुझाएर यस्तो पतिको वचन सुनेर गोमा ब्राह्मणीले लाचारीका साथ लौ हुन्छ भनिन्। शिव शर्मा ब्राह्मण भिक्षा माग्न भनी परदेश हिँडे। 1-2 दिनको बाटो हिँडेपछि गङ्गा तीरमा ऋषिको आश्रममा पुगे। त्यहाँ वृद्ध अवस्था भएका ब्राह्मण ब्राह्मणी 2 स्त्री पुरुष गङ्गा किनारमा प्राण त्याग गर्न बसेका थिए। गङ्गामा स्नान गरी ती गएर मलाई नित्य पूजा गर्न फलफुल देऊ भनेर मागे। ऋषिका आश्रममा प्रशस्त फलफुल थिए। शिव शर्माको यस्तो आग्रह सुनेर वृद्ध दम्पतिले तिमी को हो, कहाँदेखि आएका हो भनेर सोधे। म शिव शर्मा नाम गरेको ब्राह्मण हो, चन्द्रज्योति नगरमा मेरो घर। ब्राह्मणी गर्भिणी छ, गर्भाधान आदि कर्म गर्नलाई भिक्षा माग्न भनी आएको हो भनी भने। तब ती वृद्ध दम्पतिले चाहिए जति टिपेर लैजाऊ भने। अनि ती शिव शर्मा ब्राह्मण आफै रुख चढेर फलफुल टिप्न लागे। त्यसै अवसरमा दैव समयले रुखको हाँगो भाँचियो र रुखदेखि लडेर शिव शर्मा मरे। ती शिव शर्मा मरेपछि श्री महादेवको रूप भएर कैलाश पर्वतमा गए। श्री महादेव आएको पार्वतीले देखिन सुनको कमण्डलले पाउ धोई भित्र ढाकी लगिन्। केही काल कुरा गरेपछि पार्वती भन्दछन्, हे ईश्वर, लोग्ने मान्छे पापी हुँदा रहेछन्, राम्री स्वास्नी देखेपछि सबै बिर्सिँदा रहेछन्। हजुरले पनि मलाई बिर्सिनु भयो। बल्ल सम्झना आएछ र घर आउँदा दर्शन पाएँ। हेर सुखमा रहेकी ब्राह्मण कन्या गोमालाई कलबल छलले ल्याएर गर्भिणी तुल्याएर एक्लै त्यस्तो ठाउँमा फालेर दुःखमा डुबाएर आउनुभयो। अब त्यो गोमाले के गरेर खाली हेरी भन्ने? पार्वतीको कुरा सुनेपछि श्री महादेव हाँसेर के गर्नुहुन्छ? हे पार्वती, सके सेवकको भन्दा पाप पनि गर्नुपर्छ। गोमा पनि अब चाँडै नै सुखी हुनेछ, सन्देह नगर। तहाँ उपरान्त भिक्षा माग्न भनी गएका शिव शर्मा ब्राह्मण धेरै दिन बितेपछि पनि फिरेनन् र गोमाले अनेक तरहको दुःख गरी चन्द्रज्योति नगरमा गई भिक्षा मागेर ल्याई गर्भधान आदि कर्म गरिन्। मास पूर्ण भयो र सम्पूर्ण राज्य लक्षणले युक्त भएको पुत्र जन्म्यो। गोमा ब्राह्मणीले चन्द्रज्योति नगरदेखि ब्राह्मणहरू डाकी विप्रको मर्यादाले न्वारन
गराइन्। उनीहरूले ज्योतिषी शास्त्रमा विचार गरी नवराज भन्ने नाम राखेर, हे गोमा ब्राह्मणी, तिम्रो बालक सम्पूर्ण राज्य लक्षणले युक्त भएको छ। राजा पनि होइजाला, तिमी सुख सन्तोष देला, यो कुरा निश्चय मान भनेर यस्तो अमृत जस्तो वचन सुनेर गोमा ब्राह्मणीले मनमा आनन्द मानी भोजन गराई श्रद्धापूर्वक दक्षिणा दिई। तब ब्राह्मणहरू ती गोमा र नवराजलाई आशीर्वाद दिँदै आफ्ना आफ्ना आश्रममा गए। तहाँ उपरान्त बालकलाई गोमा ब्राह्मणीले अर्काको धागो काटी ढिकी जाँतो गरी पालिन्। त्यो नवराज बालक पनि शुक्ल पक्षको चन्द्रमा चाहिँ दिनदिनै बढी ठुलो भए। खेल्न जाँदा सँगीहरूले जेसुकै भने पनि सुनिरहन्थे, कसैसित झगडा गर्दैन्थे। सँगीहरूसित खेलेर घर आएपछि आमाले जे दिन्थिन् त्यो खाइ चुप लागिरहन्थे। आफ्नो पुत्रको स्वभाव यस्तो देखि गोमा ब्राह्मणी बहुतै खुसी भइन्। एक दिन यजमानहरूनिर गई भनिन्, हे यजमान हो, मेरो पुत्र नवराज सँगीहरूसित खेली घर आउँछ, खान देऊ पनि भन्दैन, किन दिनौ पनि भन्दैन, दिए खान्छ, नदिए चुप लागेर बस्छ, रिस पनि गर्दैन, चर्को स्वरले पनि बोल्दैन, दिएको कुरा नमिठो पनि भन्दैन। मेरो घरमा सम्पत्ति छैन, मेरो पुरुष पनि छैनन्, तिम्रो यजमानहरूको दया कृपाले जिनतिन एक छाक खाई बाँचिरहेकी छु। अब त्यसको चुडा कर्म र व्रतबन्ध आदि केले गरिदिउँ भनिन्। यस्तो गोमाको वचन सुनेपछि यजमानहरूले आफ्ना आफ्ना श्रद्धाले सकेको दिएर गोमाले चाहिने सम्पूर्ण सामग्री तयार पारी नवराजको चुडा उपनयन इत्यादि गरी वेद पुराण आदि सम्पूर्ण विद्या सिक्न लगाइराखिन्। एक दिन ती नवराज ब्राह्मणहरूदेखि यजमानहरू खुसी भएर गोमासित भने, हे गोमा ब्राह्मणी, नवराजको विवाह गर्ने भए वरुणपुरका अग्निस्वामी ब्राह्मणकी पुत्री चन्द्रावती नाम गरेकी छन्, विवाह गरिदेऊ, सामग्री तयार पार। यस्तो यजमानहरूको आनन्द दिने वचन सुनेर गोमा ब्राह्मणी भन्दछन्, हे यजमान हो, मेरो पुत्रको आर्जन कमाइ छैन, फेरि मेरो घरमा सम्पत्ति पनि छैन, त्यसलाई कसले कन्या दिनको अघि सल्लाह कसरी विवाह गरिदिने। यस्तो गोमा ब्राह्मणीको वचन सुनेर, हे गोमा ब्राह्मणी, जे चाहिन्छ भन, हामी दिन्छौँ, के चाहिन्छ। यस्तो यजमानहरूले भनेपछि गोमा ब्राह्मणीले मनमा आनन्द गरी भनिन्, हे यजमान हो, हामी गरिब तिमीहरूको यस्तो दया धन्य रहेछौ भने विवाहलाई चाहिने सामग्री मागिन्। यजमानहरूले जे चाहिन्छ दिए। तब सो दिनमा ब्राह्मणहरूको मर्यादाले नवराजको वरुणपुरका अग्निस्वामीकी पुत्री चन्द्रावतीसित विवाह गरिदिए। गोमा नवराज चन्द्रावती तिनैजनाले जे भएको खाइ पिई मिलिजुली रहेका थिए। तहाँ उपरान्त नवराज एक दिन बाहिर साथीहरूसित खेल्न जाँदा तिनीहरू सँगीहरूले, हे ब्राह्मण नवराज, आजसम्म हामी नवराज भन्दथ्यौँ, त्यसो होइन, अब त बिना बाबुको छोरा भनेर तेरो नाम राख्यौँ, तेरा बाबु भए, नाम के हो, त कसको पुत्र होस् त हामीलाई बता भने। यस्तो सुने सँगीहरूलाई उत्तर दिन सकेनन् र चुप लागेर घर गई। हे माता भनेर सँगीहरूले भनेको प्रश्न सुनाए, म कसको पुत्र हुँ, मेरा पिताको नाम के हो, कहाँ छन् भने। यस्तो पुत्रको वचन सुनेपछि मनलाई रोक्न नसकी वर्षाकालमा मेघबाट जल खसी गई आँखाबाट बराबर आँसु खसाली भने, हे बाबु शिव शर्मा, तेरा पिताको नाम हो, त गर्भमा छँदा भिक्षा माग्न परदेश गएका, आजसम्म आइपुगेनन्, वा छन् वा छैनन्। यस्तो आमा गोमाको उत्तर पाएपछि नवराज भन्दछन्, हे माता, उसो भए आज्ञा पाऊ, जहाँ कहीँ बसेका भए पनि खोजी पत्ता लगाई आउँछु। तब गोमा भन्दछिन्,
हे पुत्र, तेरो मुखियारी तेरो पितालाई बिर्सिरहेकी थिएँ। तैँले पनि छोडेर गएपछि म कसको मुख हेरेर रहँले फेरि? तँ गएपछि तेरी स्त्री चन्द्रावती पनि बस्ने छैन, माइत गइहाल्नेछ। यस अर्थले जाने कुरा नगर भनिन्। यस्तो गोमाको माया लाग्दो कुरा सुनेर नवराज फेरि भन्दछन्, हे माता, म केही भन्दछु, सुन्नुहोस्। पुत्रस्य परमो धर्म पितृ उद्धार समो नहीं। पितृ उद्धारम न कुरुते श्रद्धेय सुखमिच्छति स याति नरकम घोरम यावच्छ चन्द्र कर्म मेदिनी। अर्थ छोराको ठुलो धर्म के हो भने पितृको उद्धार गर्नु। जुन छोराले पितृको उद्धार गर्दैन, आफ्नो सुखतर्फ मात्र लाग्छ, त्यो चन्द्र सूर्य पृथ्वी रहेसम्म अघोर नामको नरकमा परि कष्ट भोग गर्ला। म गर्भमा छँदा गएका मेरा पिता मेरो यस उमेर हुँदासम्म किन फिरेनन्, आएनन्, विचार गर्नु पर्दैन। मरेका भए निश्चय गरेर ठहराई क्रिया गरी आउला। बाँचेका रहेछन् भने सँग डाकी ल्याउला। यति पनि गर्न सकिन भने म जन्मेको के काम लाग्यो? तिम्रो सेवा गर्न बुहारी छँदैछ, म जान्छु। बिदा पाऊ। यस्तो नवराजको स्नेहले भरिएको वचन सुनेर गोमा ब्राह्मणी सन्तोष भएर भन्दछन्, हे पुत्र, तिमी धन्य, तिम्रो वचनले म साह्रै खुसी भएँ। तिम्रो कल्याण होस्। तिम्रा पिता बाँचेका भए पनि मरेका भए पनि चाँडै खबर ल्याए भनेर आशीर्वाद दिएर नवराजले पनि आमालाई साष्टाङ्ग दण्डवत गरी आफ्नी स्त्री चन्द्रावतीलाई अराए पिताको खबर गर्न परदेश प्रस्थान गरे। ठाउँ ठाउँमा शिव शर्मा नाम गरेका वृद्ध ब्राह्मणलाई देखेका थियौ भनेर सबैसित सोधी हिँडे। यस्ता तरहले खोजी खबर गर्दै जाँदा गङ्गा तीरको ऋषि आश्रममा पुगेर तहाँ साह्रै वृद्ध ब्राह्मणी स्त्री पुरुषलाई देखे। तिमीहरू को हौ? यहाँ किन बसिरहेका भनी नवराज ब्राह्मणले सोधे। वृद्ध ब्राह्मण भन्दछन्, हे बालक, हामी ब्राह्मण हौ। वृद्ध अवस्था हुँदा गङ्गामा प्राण त्यागौँ भनी बसेका धेरै काल भयो। हाम्रो घर छाडी यहाँ यो कुटी बनाई बसेका छौँ। तिमी को हौ? किन यहाँ आयौ? तब नवराज भन्दछन्, म नवराज नाम गरेको ब्राह्मण हो। म गर्भमा छँदै गर्भाधान आदि कर्म गर्नलाई परदेश गएका मेरा पिता शिव शर्मा नाम गरेका चन्द्रज्योति नगरका वृद्ध ब्राह्मण अझ फिरेनन्, खबर गर्न आएको हुँ। तिमीहरूले देखेथ्यौ कि? यस्तो नवराजको वचन सुनेर वृद्ध ब्राह्मण भन्दछन्, हे नवराज, गर्भधान आदि कर्म गर्न र भिक्षा माग्न आएका चन्द्रज्योति नगरका शिव शर्मा नाम गरेका बुढा ब्राह्मणलाई हामी देखेथ्यौँ। यहाँ पनि आफ्नो नित्य पूजा गर्नलाई फुल टिप्न त्यहाँ रुख चढेका तहाँको भाँचिएर रुखदेखि खसी मरे हाडहरू त अझै छन् कि? गएर हेर। यस्तो वृद्ध दम्पतिको वचन सुनेर नवराज त्यस रुख मुनि हेर्न जाँदा त्यहाँ हाडहरू देखि, हे पिता, मेरा निमित्त भिक्षा मान आएका तिमीले मेरो मुखै नदेखी यस्तो ठाउँमा आई रुखदेखि खसेर मर्यौ। यो कुरा महतारी छेउ कसरी कहूँला? फेरि मेरी माताले शोक गर्दा कसरी बुझाउला भनी नाना तरहको शोक गरी लडी बढी गरी रुन लागे। केही वर्षपछि धैर्य गरेर हाडहरू सबै जम्मा पारी गङ्गामा लगेर संस्कार गरी ब्राह्मणहरूका मर्यादाले 10 गात्र गरी अब कता जाउँ? घर जाउँ भने सम्पत्ति छैन। विशेष यो खबर सुनेर महतारीले शोक गरेको सुन्नु छ। यस अर्थले हुने भए केही राजाको सेवा गरी
केही द्रव्य लिएर जान्छु जति जाति हो यस्तो विचार गरी कुनै सहरमा पसी राजाको सेवा गर्न थाले। इति श्रीस्कन्द पुराण केदारखण्डे माघ महात्म्ये कुमार अगस्त्ये संवादे श्री स्वस्तानि परमेश्वरीय व्रत कथायां शिव शर्मा परलोक गमनम नाम द्वाविंशोऽध्याय। हरि नमः। अञ्जली लिनु र वाचकले तलका श्लोक पढ्नु। उपनयन्तु मङ्गलमय सकल जगन मङ्गलालय श्रीमान दिनकर किरण निबोधित नव नलिन दल निरक्षण कृष्ण काले वर्षन्तु पर्जन्य पृथ्वी शशिशालिन देशोऽयं क्षोभरहितो ब्राह्मणा सन्तु निवृया अपुत्र पुत्रिणा सन्तु पुत्रिणा सन्तु पौत्रिणा निर्धना सदना सन्तु जीवन्तु शरदां शतम्। तत्रैव गंगा यमुना च तत्र गोदावरी सिन्धु सरस्वती च तीर्थानि सर्वाणि वसन्ति तत्र यत्र चितोद्वार कथा प्रसंग या कुन्देन्दु तुषार हार्दवला या शुभ्रवस्त्रापिता या वीणा वरदंड मंडटकरा या श्वेत पद्मासना या ब्रह्मा च्युतिशंकर पर्वती देवै सदा वंदिता सामां पातु सरस्वती भगवती निशेष जाद्यपा कायेन वाचा मनीषिन्द्रियर्वा बुद्ध्यात्मनावात् प्रकृतिक स्वभावात् करोमि यद्यत् सकलं परस्मै नारायणायति समर्पयेत्। ओम तत्सत ओम तत्सत ओम तत्सत। जय श्री स्वस्तानी माता की जय हो। जय श्री स्वस्तानी। आजको कथामा विशेष गोमा दुखी भएर आफ्नो एउटा कुटियामा दुखी तरिकाले जीवन बिताइरहेकी थिइन्। के गर्ने, उहाँ पुत्र जन्म भयो, ठुला भए। अब तिनले पनि अब बुझे कि अब म कसको छोरो हुँ के हो भनेर आमालाई सोद्धा आमालाई धेरै चिन्ता लाग्यो। धेरै चिन्ता गर्न लागिन्। त्यो गर्दाखेरि अब के गर्ने, आमा छोरालाई बताउनु पर्यो। बताउँदाखेरि छोराले भने मेरो गर्भमा छँदाखेरि बाबा जानुभएको खबर गरौँ भनेर सबै जग्गा खोजी गर्दै जाँदाखेरि अब एउटा गंगा तटमा बसेर ऋषिका आश्रममा जाँदाखेरि सोद्धाखेरि उनीहरूले बताए यहाँ आएका थिए वृद्ध ब्राह्मण भनेर हेर्न। त्यहाँ सोधे जाँदाखेरि त्यो रुखमणि गएर मरे भनेपछि गएर हेर्दाखेरि हाडाहरू देख्दाखेरि उनलाई धेरै पिर पर्यो, चिन्ता लाग्यो। के गर्ने, एकछिन गएर गरेर फेरि गएर आफ्नो जसघात र क्रियादि गरेर अब घर गएपछि आमा त्यस्तै अब के गर्ने, केही द्रव्य लिएर जाऊँ भनेर राजाको सेवा गर्न भनेर एउटा सहरमा पसे। अब त्यही सहरमा पसेर गरेर अब दुई चार केही द्रव्य जोडेर गरेर अब घर गएर आमालाई सम्झाउने छन्। अब यही हो। अब अग्लो अध्यायमा आमासित गएर स्वस्तानी गरेर आमाले गरेपछि फेरि छोरा पुगेर त्यो खबर दिनेछन् पछि अर्को अध्यायमा। आज यही छ मेरो। स्वस्तानी माताले सबै रक्षा गरून् सबैको।